खालि मासु भनेछ छेउछेउमा आएर मासु भनेछ सागपात खानुपर्छ यस्ता अब गेडागुडीको रस खाएकै छौँ अनि दुब्लाइन अरे मासु खानको लागि नि सागपात धेरै खानु पर्यो नि त अनि पो आँखा तेजिलो हुन्छ अनि कसको जसको पनि सागपात खाने मान्छे अरे चस्मा लगाइराख्नु चस्मा त बुढाबुढीलाई चस्मा छैन भने भित्तामा गएर उसलाई ठुकिन्छ टुवाबाट ओ सरी भन्नुहुन्छ उसलाई ओ सरी भन्दैन जसको चाहिँ आँखा बिचरा उतार्नु पर्नु लागेको छ चस्मा लगाइराख्नु छ सागपात खानुपर्छ आँखा तेजिलो हुन्छ चस्मा लगाएर चस्मा छैन भने गेडागुडीको रस चस्मा छैन भने साग खोल्छ भने सुन्तला खोर्सानी खानुहुन्छ अहिले लु यही पका भनेर चस्मा त अब लाउनै पर्छ बुढाबुढी भएपछि यो आँखाको लागि नै फेसनको लागि लगाएको चस्मा हो कि कमजोर भएर होइन फेसनको लागि पनि त्यो लगाएर भुक्लुङ्गै लगाएर हुन्छ त अलि स्टाइल पार्नु पर्यो